यो भिडियो रेकर्ड सुरु गरिसकेको छु होइन। अनि यसमा म आज तपाईँलाई कोटेक्सको बारेमा सबै त्यो भित्र एसेस्टहरू के हुन्छ नि त्यसको बारेमा बुझाउँछु। अनि मैले यहाँ कोटेक्स देख्नुभयो तपाईँले, मैले यहाँ ओपन गरिसक्यो। अब कोटेक्स खुलिसक्यो, लाइभमा हेर्न सक्नुहुन्छ तपाईँ। मेरो यसले ब्यालेन्स छैन, म तपाईँलाई यो हिजो पे आउट निकालिसकेको थिएँ। डेमोमा तपाईँलाई गएर देखाउँछु है। अब यसमा मैले खास ट्रेडिङ गर्ने होइन, तपाईँलाई म एसेस्ट बुझाउँछु होइन। अब कसरी हुन्छ हेर्नुहोस्, यहाँ तपाईँले हेर्नुहुन्छ यो त मेरो इमेल पनि भयो, ठिकै छ, केही छैन देखेको पनि। म एउटा इमेललाई यता कभर गर्छु। अनि त्यसपछि तपाईँले यहाँ डेमो अनि अर्को लाइभ देख्नुहुन्छ होइन। अनि यो भयो नोटिफिकेसन अप्सन। यहाँ जति पनि नोटिफिकेसनहरू हुन्छ नि कोटेक्सबाट आउने सबै नोटिफिकेसनहरू यहाँ आउँछ कोटेक्सको। अनि त्यसपछि यहाँ तपाईँ तल देख्नुहुन्छ बटम, यहाँ यो एउटा बटम देख्नुभयो, यो तपाईँको यो इन्टरफेरेन्स हुन्छ नि, यो कोटेक्सको इन्टरफेरेन्स त्यो आयो। यसपछि यो जुन वाटवाला बटम छ नि, यो वाटवाला बटममा तपाईँले हामीले चाहे क्वेसनहरू या सपोर्टहरूसँग कुरा गर्न सक्छौँ। जस्तो कि अस्ति मलाई एउटा डिपोजिटमा इस्यु आएको थियो, त्यतिखेर मैले यो कुरा गरेको थिएँ होइन। त्यो यो भयो। त्यसपछि यहाँबाट सपोर्टमा यहाँबाट तपाईँले यहाँ प्रोफाइल देख्नुहुन्छ, यो मैले एड गर्ने प्रोफाइल देख्नुहुन्छ। त्यसपछि यहाँ तपाईँले होइन यो एक्टिभ अहिले कुनै त्यो प्रत्येक हप्ते पछि या सबै त्यो कोटेक्समा त्यो प्रोग्रामहरू भइरहेको हुन्छ नि, यसले त्यो दिइरहेको हुन्छ क्या। जस्तो कि फ्राइडेको जिरो कस्टमा टुर्नामेन्ट टाइपमा हुन्छ नि, त्यो टुर्नामेन्ट हो कि यो। अनि यसपछि यतातिर जुन 3 डट हेर्नुभयो, यता तपाईँको मार्केट एनालिटिक्स, टप सिग्नल्स, डिपोजिट, विड्रो, ट्रान्जेक्सन्स, यो सबै देख्नुहुन्छ होइन। अनि यो भयो तपाईँको इन्टरफेरेन्स। अब यो बेसिक एपको इन्टरफेरेन्स भयो होइन। त्यसपछि अब हामी बुझौँ एसेस्टको बारेमा। अब त्यहाँ तपाईँले देख्नुहुन्छ यहाँ यो कस्मो लेखिरहेको छ, कसमोस लेखिरहेको छ, यो त क्रिप्टो करेन्सी हो होइन। अब म तपाईँलाई देखाउँछु तपाईँलाई, यहाँ हेर्नुहोस् माथिमा सबै हेर्नु लेखिरहेको छ, करेन्सी, क्रिप्टो, कमोडिटिज, स्टक्स छ नि। यो करेन्सीमा यति धेरै आएको छ नि करेन्सीहरू। अब क्रिप्टो हेर्नुहोस्, क्रिप्टोमा यति धेरै छ नि करेन्सीहरू, यो एसेस्टहरू। अनि कमोडिटी भन्नुहोस् हेर्नुहोस्, अनि स्टक्स हेर्नुभयो सबै। हेर्नुहोस् अब मार्केटमा हेर्नुहोस्, एउटा सपोज इक्जाम्पल हेर्नुहोस्, क्याड सिएचएफ ओटिसी लेखिरहेको छ होइन। त्यसपछि यहाँ हेर्नुहोस् युआरजिपिवाई ओटिसी छैन, युटिसी नभएपछि यो के बुझिन्छ भने यो लाइभ मार्केट हो होइन। यो भनेको लाइभ मार्केट हो। ओटिसी भएको खण्डमा यो भनेको ओटिसी मार्केट हो। लाइभ ओटिसी छैन, लेखेको छैन भने त्यो भनेको लाइभ मार्केट। जस्तो कि यो युआरजिपिवाई मैले खोलेँ, यो भनेको लाइभ मार्केट हो। यो भनेको यसलाई पनि तपाईँको फोरेक्स ट्रेडिङ पनि भन्छ। फोरेक्स जुन हामी गर्छौँ नि त्यस्तै भन्छ। यो भनेको फोरेक्स ट्रेडिङहरू भयो क्या करेन्सीहरू। अनि तपाईँको क्रिप्टो भनेको जुन हामी क्रिप्टो ट्रेडिङ गर्छौँ नि, एउटा छुट्टै भन्छ नि क्रिप्टो ट्रेडिङ, त्यो भनेको क्रिप्टो ट्रेडिङ। यो भनेको सबै ओटिसी मार्केटहरू हुन्छ। ओटिसी भनेको के हुन्छ, तपाईँको ब्रोकरको मार्केटहरू हुन्छ होइन। यो बुझ्नु। जस्तो कि मैले तपाईँ एउटा क्याड सिएचएफजिपिवाई खोलेर देखाएँ होइन। यहाँ हेर्नुभयो सबै मार्केटहरू छ। अब हेर्नु यहाँ टाइम देख्नु भइरहेको छ 12:09 छ। अनि अर्को इन्भेस्टमेन्ट छ होइन। टाइममा दुईवटा अप्सन हुन्छ, एउटा हुन्छ टाइम हुन्छ, एउटा हुन्छ टाइम हुन्छ, टाइम देख्नुभयो। अनि अर्को हुन्छ टाइमर। यो टाइमर हेर्नुभयो, टाइमर भनेको 5 सेकेन्ड 10 सेकेन्ड जसको लागि मैले ट्रेड इन्टर गरेँ भने होइन त्यति टाइमको लागि हुन्छ। जस्तो कि तपाईँलाई म एउटा देखाउँछु होइन, 10 सेकेन्डको ट्रेड होल्ड गरेर देखाएँ, लिएर देखाउँछु तपाईँलाई। जस्तो कि मैले यहाँ डाउन लिएँ, डाउनको लागि लिएछु होइन। अब हेर्नु यो ट्रेड भनेको होइन 10 सेकेन्डमा सकिन्छ है। हेर्नु 4 यो क्यान्डल 1 मिनट क्यान्डल चाहिँ क्यान्डल फेरि 1 मिनट क्यान्डल पनि देखाउँछु, 10 सेकेन्डमा सक्यो नि यो। अब यो भनेको तपाईँको फेरि अब यो टाइमरले हामी ट्रेड गर्छौँ, केमा ट्रेड गर्छौँ, टाइमर ट्रेड गर्छु यहाँबाट। यो फेरि मैले अर्को एउटा 1 मिनटको यही 30 सेकेन्डभन्दा पहिले लियो भने सेम क्यान्डलमा ट्रेड लाग्छ होइन। त्यो तपाईँलाई थाहा होला, मैले अस्तिको भिडियोमा भनेको छु। टाइमर देख्नुभयो। अब यो ट्रेड अहिले चलिरहेको छ होइन, मैले ऱ्यान्डम ट्रेड ल्याएको छु है। अनि अर्को भनेको इन्भेस्टमेन्ट हेर्नुहोस्, $1 छ। अनि स्विच गऱ्यो भने होइन पर्सेन्टेजमा आउँछ 1 2 3, यो तपाईँको क्यापिटलको पर्सेन्टेज लाग्छ। अनि स्विच गऱ्यो भने यसमा आउँछ होइन, इन्भेस्टमेन्ट एमाउन्टमा आउँछ। यसरी तपाईँको भइरहेको छ हेर्नुहोस्। अब अहिले लस भएपछि रिजल्ट यसरी। अहिले अब यो कसरी देख्ने, यहाँ तपाईँले यहाँ देख्नुहुन्छ एउटा यो सुटुक बक्स जस्तो छ नि, यहाँ 0 लेखिरहेको छ यहाँ हो। यसमा क्लिक गरेपछि यो देखिन्छ होइन। त्यसपछि तपाईँले यहाँ हेर्नुभयो भने ट्रेड देखिरहेको छ 19 मे, आज 19 मे। अनि 2 देखिरहेको छ नि। अहिलेसम्म मैले 2टा ट्रेड लिएँ, भर्खर लिएँ नि 2टा ट्रेड। अनि ती 2टा ट्रेड देखाइदिएर तपाईँको 2 नम्बर्स अफ काउन्ट्स। जस्तो कि 18 मेमा मैले 10टा ट्रेड लिएछु। प्र्याक्टिस मैले गेममा पनि रियलमा पनि सबै प्र्याक्टिस गर्छु होइन। प्र्याक्टिस चाहिँ छुट्नु भन्ने पहिलो कुरा त्यो
यो बुझ्नुभयो। अब अर्को कुरा हामीले के बुझ्नु पर्ने यसमा अप र डाउन लेखिरहेको छ। अप भनेको यसरी मैले अपले भनेको क्यान्डल के भयो भनेपछि ग्रिनमा लिएँ मैले होइन। अप भनेको के हुन्छ ग्रिन भयो नि भनेपछि मार्केट माथि जान्छ। फेरि मैले यहाँ अर्को डाउनमा लिएँ होइन, ट्रेड लिएको पनि तपाईँले देखाइरहेको छु। अनि अर्को डाउनमा लिएँ भने डाउन भनेको डाउनमा आउँछ क्यान्डल, बुझ्नु न। अप र डाउन, अप भनेको बुलिस क्यान्डल भयो, डाउन भनेको बेरिस क्यान्डल भयो। अब त्यसपछि यो अर्को यता 3 डट हेर्नुभयो, माथिमा 3 डट छ यो बक्सको माथिमा, यहाँ हेर्नुहोस्। यहाँ भनेको क्यान्डलको टाइम हो। अहिले जस्तो कि मेरो क्यान्डल 1 मिनटको छ, मैले यसरी क्लिक गरेँ भने अहिले 3 मिनट क्यान्डल भयो। हेर्नु 1 मिनट 41 सेकेन्ड देखायो, एक्सपायरी भनेको एक्सपायरी भयो। फेरि 5 मा क्लिक गरेँ भने अब हेर्नुहोस् यो क्यान्डल 5 मिनटमा आयो, 4 मिनट 30 सेकेन्ड देखाइरहेको छ नि, एक्सपायरी बाँकी भयो यसको। 10 मिनट्स भयो भने यसरी 10 मिनट्स भयो, क्यान्डल खुल्यो। 5 सेकेन्डमा खुल्यो भने यसरी 5 सेकेन्डमा खुल्यो, यसरी 10 सेकेन्डमा खुल्यो भने यसरी 10 सेकेन्डमा खुल्यो। जुन ड्रइङ्सहरू भयो जस्तो कि होरिजेन्टल लाइन, रेक्ट्याङ्गुलर के ड्र गर्नु पऱ्यो, सपोर्ट रेसिस्टेन्स हामी ड्र गर्छौँ नि। जस्तो कि मानौँ मैले एउटा होरिजेन्टल लाइन लिन्छु होइन, होरिजेन्टल लाइन लिएँ। अब यो आयो नि होरिजेन्टल लाइन, अब यसलाई मैले यसरी रोटेट जहाँ लगाउनु पऱ्यो त्यहाँ, जहाँ जुन मलाई लेभल देखिरहेको छ त्यहाँ लाउने अनि यो गर्ने होइन, लाइनलाई मार्क गर्ने। अब जस्तो कि त्यहीँ फेरि क्लिक गरौँ होइन। अब मान्नु मलाई प्यारलेल रेक्ट्याङ्गल ड्र गर्नु पऱ्यो। रेक्ट्याङ्गल ड्र गर्ने भने यो कुनामा आएछ नि, यो चाहिँ नि कुनामा यो यसरी आउने हो। यसलाई मोमेन्टम गर्नु पऱ्यो तल माथि यसरी मोमेन्टम गर्ने हो। यो जेनरली हामी कहाँ ड्र गर्छौँ भने तपाईँको तिम्रो सप्लाई जोन, डिमान्ड जोन, तिम्रो फेयर भ्यालु ग्याप, यो जति पनि कुराहरू हुन्छ नि त्यसमा हामी रेक्ट्याङ्गल ड्र गर्छौँ कि जेनरली, देख्नुभयो। अब अर्को जेनरली यही 2-3 काम लाग्छ। अर्को एसिस्ट खोल्छु, त्यहाँ अहिले सब ड्रइङहरू भइसक्यो होइन, हेर्नुहोस् अर्को एसिस्ट। अब भनेको तपाईँको हाम्रो यहाँ यो क्यान्डल देख्नुभयो, यो भनेको यसरी हामीले खोलेको छ नि, यो जुन हाम्रो छ नि यो भने क्यान्डल भयो होइन। फेरि यसमा यो क्यान्डलको सिम्बल जस्तो छ, यसमा एरियामा क्लिक गऱ्यो भने के आउँछ भने हेर्नुहोस्, एरिया, यो भनेको क्यान्डलको एरिया भयो, एरिया भयो होइन। अब जस्तो कि बार्समा क्लिक गऱ्यो भने बार्समा क्लिक गर्नु हेर्नुहोस्, यस्तो बार भएको यस्तो आउँछ, देख्नुभयो तपाईँले, बार भनेको यस्तो हुन्छ। अनि त्यसपछि तपाईँ चाहिने यो जापानिज क्यान्डल प्याटर्न भन्छ यसलाई, यो क्लिक गर्नु भने यस्तो आउँछ होइन। त्यसैले जेनरली हामी जुन तपाईँले हेर्नुहुन्छ होइन, यो 4वटा हुन्छ, एरिया, क्यान्डल, बार अनि हिचिकेन एसिके भन्छ त्यो, जे भने पनि होइन। हामी जेनरली ट्रेड के गर्छौँ, क्यान्डलमा ट्रेड गर्छौँ, जेनरली क्यान्डलमा ट्रेड गर्छु। 1 मिनट, 5 मिनट, 10 मिनट जुन तपाईँलाई चाहिन्छ त्यसमा होइन। त्यसपछि अर्को हाम्रो भनेको क्यान्डलको तलको जुन देख्नुभयो नि स्केल जस्तो र मान्छेको एउटा स्केलमा क्लिक गर्नु, यसमा हाम्रो तपाईँको सबै प्रकारको इन्डिकेटरहरू आउँछ। जस्तो कि बोलिन्जर ब्यान्ड, एलिगेटर, इचिमो क्लाउड, यो छ नि तपाईँको सपोर्ट, ट्रेन्ड, मुभिङ एभरेज, प्याराबोलिक आर्क, जिग ज्याग, मोमेन्टम, आरएसआई, एमएसिडी, यो सबै भयो। सबै तपाईँको के भयो इन्डिकेटर भयो। जस्तो कि तपाईँले यहाँ देख्नु पाएको छ नि, अहिले मेरो तलमा लागेको छ, तलमा एमएसिडी लागेको छ, तलमा तपाईँले देख्नुभयो भने तपाईँलाई म देखाउँछु पनि यहाँबाट, यहाँ हेर्नु माथिमा बोलिन्जर ब्यान्ड लागेको छ, माथिमा बोलिन्जर ब्यान्ड लागेको छ नि, हो माथिमा बोलिन्जर ब्यान्ड देख्नुभयो तपाईँले। अनि तलमा यहाँबाट क्लिक गरेर एमएसिडी देख्नुभयो। अनि यसरी इन्डिकेटर लाउने हो क्या। जस्तो तपाईँलाई म एउटा अर्को इन्डिकेटर लगाएर देखाउँछु। जस्तो कि मानौँ मलाई जिगज्याग लगाउनु छ, जिगज्यागमा मैले क्लिक गरेँ अनि यहाँ सर्टेन भ्यालुजहरू आउँछ, यो डिफल्ट सेटिङको भ्यालुजहरू हुन्छ, त्यही राख्यो भने त्यही हुन्छ, चेन्ज गऱ्यो भने चेन्ज पनि गर्न पाएँ। अनि मैले डिफल्ट सेटिङकै राखेँ। अनि हेर्नु जिगज्याग आयो, यहाँ यो अहिले रातो लाइन आयो नि एउटा, अघि रातो लाइन थिएन, यो रातो लाइनहरू आयो, त्यसो भनेको जिगज्याग हो। मलाई अब जेनरली चाहिँदैन त म यहाँ गएर क्रस गरिदिन्छु, जिगज्याग हटिसक्यो है, यति हो। अनि अब डिपोजिट विड्रोको मैले त्यो भिडियो एउटा अलरेडी बनाइसकेको छु। त्यो विड्रोको सायद भिडियो बनाएको छैन, म कुनै बेला विड्रो गरेको लाइन लाइभ मार्केटमा, त्यो बेला भिडियोमा बनाउँछु। यसरी नै यो हो इन्टरफेरेन्स, कोर्टेक्सको टोटल इन्टरफेरेन्स यस्तो हुन्छ। खुल्यो। अब नेपालमा पनि हाम्रो हेर्नुहोस् यस्तो अप्सनहरू दिइरहेको छ। मैले इसेवाबाट पनि डिपोजिट गराएको छु, म जेनरली USD TRC गर्छु। अनि अस्ति मैले चेक पनि गरेको थिएँ इसेवाबाट हुन्छ कि हुँदैन, इसेवा पनि डिपोजिट हुन्छ है।